वेलकम टु माई न्यू ब्लग। मेरो ब्लगमा स्वागत छ तपाईहरुलाई। म केही हेराउन चाहन्दैछु भनी हैन, यो भिडियोमा चाहिँ बनिराख्नु है तपाईहरुलाई हैन। जुन यो हाम्रो बाँध बनेको थियो, यो बाँध हैन, यो बाँध जुन बनिरहेको थियो भर्खरै बनेको 1 वर्ष भयो हैन। पहिला भन्दा अगाडि खोला चाहिँ यता छ है, त्यो खोला चाहिँ पहिला यता छिर्थ्यो, ठीक छ। र अहिले बाटोहरुको लगभग यति खतम भइहालेको छ, बाटोहरु न बनाइरहेछ, केही गरिरहेछ न बाटोको हैन। र यो चाहिँ के छ भने नि, अब यहीँनेरि पहिला यो खोला चाहिँ थियो नि, यो बिरिङ खोला हो हैन, झापा 4बाट यो ब्लकहरु बनिरहेछ। यो ब्लक चाहिँ अन्तिमसम्म हेर्दिन हार्दिक अनुरोध छ तपाईहरुलाई। यो चाहिँ जुन हेर्न सक्नुहुन्छ तपाईहरु है, यो यहाँनेरि छ, यो चाहिँ बाटो हो। यहाँनेरि बाँधदेखि खनेर लगिदिएको छ है, बाँधको उतापट्टिदेखि हल्का खनेर लगिदिएको छ, तपाईहरु हेर्न सक्नुहुन्छ हैन। र खोला चाहिँ त्यहाँनेरि छ, अनि त्यो आगुम बर्खामा चाहिँ त्यहाँनेरि पर उता छ नि, हो त्यता चाहिँ यो भएको थियो, के भन्छ, बाँध कटिहालेको थियो हैन, त्यहाँनेरि भत्किहालेको थियो त्यो बाँध, ठीक छ। र तपाईहरुलाई के भन्न चाहन्छु भने, त्यो बाँध अब बाँधेको छ कि छैन भनेर त्यो चाहिँ थाहा भएन मलाई हैन। र यो ब्लगिङ चाहिँ मेरो भनाइ के हो भने, जुन हाम्रो यो चकचकी 4को बाटो हैन, जुन उताको बाटो छ नि, त्यो बाटो चाहिँ हाम्रो, मैले युट्युबमा हालेको पनि थिएँ, तर त्यो भिडियोले धेरैजना मान्छेले हेरेको छैन हैन। तर त्यो यो भिडियो चाहिँ अन्तिमसम्म हेरिदिन हार्दिक अनुरोध छ तपाईहरुलाई है, ल ठीक छ। र के भन्न चाहन्छु भने, त्यो बाटोमा पुरै खाल्टो छ, हिँड्न पनि अप्ठ्यारो हुन्छ हैन। र तपाईहरु यो भिडियो चाहिँ अन्तिमसम्म हेरिदिन हार्दिक अनुरोध छ तपाईहरुलाई हैन। र जुन अब के भन्ने छ भने, यस्तो भिडियोहरु चाहिँ मेरो जहिले आउँछ, तपाईहरु चाहिँ सब्स्क्राइब गरिदिनु होला है, सब्स्क्राइब चाहिँ गरिदिनु है। अनि अरु के भन्न चाहन्छु भने, म